हेलो गाइज मैले आज तपाईँहरूलाई यस्तो भन्दैछु कि तपाईँले राम्रो लाग्यो भने यो फुल भिडियोहरू वाच गरिदिनु होला। राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। नयाँ साथीहरू हुन्छ यसलाई फलो गर्नु होला। र अहिले बालेनको 100 दिनमा प्रचण्ड र महेश बस्नेतको बारेमा पनि तपाईँलाई हल्का टिप्पणी गर्दैछु। महेश बस्नेत र प्रचण्डले के भनेका छन् भने अहिलेको प्रधानमन्त्री बालेन शाह असफल भइसकेका छन् भनेर उहाँले आरोप लगाउनुहुन्छ। र तपाईँले यसमा सफल कि सफल भन्ने साथीले यो भिडियोलाई सक्दो लाइक गर्नु होला र कमेन्ट गर्नु होला, सेयर पनि गरिदिनु होला। र अहिले प्रचण्डले के भनेका छन् भने अहिलेको सरकार असफल भइसकेको छ भनेर पनि अहिले संसदमा प्रचण्डले फेरि के भनेका छन् भने संसदमा पुरा प्रधानमन्त्री भनेको म मात्र छु, अरू कोही छैन। यसो पछाडि हेर्दाखेरि अहिले पुरा प्रधानमन्त्री म छ, त्यही भएर अहिले मलाई अनौठो लाग्छ भन्नुभएको छ। र तपाईँले अब यस्ता प्रचण्डलाई, महेश बस्नेतलाई र अन्य पार्टीहरूलाई तपाईँले के भन्नुहुन्छ? नेकपा एमालेका अध्यक्ष र केपी शर्मा ओली र गगन थापाले पनि यसमा असफल भनेका छन्। र अब तपाईँले यस्ता व्यक्तिलाई के भन्न चाहनुहुन्छ? राम्रो साथीले सल्लाह सुझाव दिनु होला। र अझै पनि तपाईँलाई फेरि अर्को भिडियोमा तपाईँलाई मैले जानकारी गराउँछु। यो भिडियोलाई हेर्दै जानु होला र सक्दो सेयर गरिदिनु होला र नयाँ साथीहरू हुन्छ त्यसलाई फलो पनि गर्नु होला।